हालेलुया। सबैलाई जय मसीह। म प्रभुमा सबैलाई जय मसीह र प्रभुको आशिष मेरो जीवनमा जसरी भयो सबैको जीवनमा होस् भन्ने म प्रार्थना गर्छु र धन्यवाद दिन्छु परमेश्वरलाई। यो बिहानको समयमा मैले केही कुराहरू आफ्नो जीवनको लिएर सबैको माझमा आएको छु। हाम्रो 21 दिनको फास्टिङ प्रेयर चलिरहेको छ। त्यसको द्वारा आज हाम्रो पुरा 19 दिन भइरहेको छ। 19 दिन हुँदाखेरि चाहिँ परमेश्वरको उपस्थितिमा जब म बस्नु थालेँ, साँच्चै नै परमेश्वरले मेरो जीवनमा गरेको उपकारहरूलाई याद गराउनु थाल्यो। अनि मैले सोचेँ कि म आफ्नो जीवनको गवाईहरू दिएर परमेश्वरको नामको महिमा गर्नेछु। अनि यही दिनमा मलाई परमेश्वरले आफ्नो कामहरूमा निकै इस्तेमाल गर्नुभएको छ हैन। परमेश्वरले चाहिँ साँच्चै नै म सोच्थेँ कि सायद म आफ्नो जीवनमा प्रभुको काम कहिले गर्दिनँ होला, तर साँच्चै नै परमेश्वरले चाहिँ मेरो जीवनमा काम गर्नु थाल्यो। त्यसको निम्ति म परमेश्वरलाई धेरै धेरै धन्यवाद दिन्छु। एक समय थियो जब मेरो घरको परिस्थितिले गर्दाखेरि हैन, पैसाहरू नहुँदाखेरि, मेरो घर परिस्थितिमा कर्जाहरू धेरै हुँदाखेरि म जस्तो केटी हो जब दोकान पनि जान्थिनँ, म दोकान पनि नजाने केटी चाहिँ बाहिर एकैचोटि बाहिर काम गर्नु थालेँ। बाहिर काम गर्नु थाल्दाखेरि चाहिँ मेरो सङ्गति चाहिँ यति नराम्रो थियो। म सोच्थेँ कि यिनीहरू यस्तो गर्नु सक्छ, म किन गर्नु सक्दिनँ भनेर चाहिँ म त्यति बेला तिनीहरू साथमा तिनीहरूको सङ्गतिमा मिल्नु थालेँ। उनीहरूसँग मिल्दा मैले आस्ते आस्ते परमेश्वरलाई बिर्सनु थाल्दाखेरि चाहिँ मैले आफ्नो जीवनमा चाहिँ धेरै पाप गरी पठाएँ। यस्तो डरलाग्दो पाप गरी पठाएँ, त्यसको म बयान गर्नु सक्दिनँ। त्यो परमेश्वरलाई मात्रै थाहा छ। अनि जब म पाप गर्दै गएँ, म पापमा डुब्दै गएँ। जसरी म एउटा उदाहरण दिन्छु है। पत्रसले पाप गरेन, तर उदाहरणको तौरमा म तपाईँलाई भन्नु चाहन्छु कि जब पत्रसहरू परमेश्वरको चेलाहरू नदीमा जाँदाखेरि जब प्रभु यीशु मसीहलाई देख्नुभयो, उनीहरूले भनेर भूत भन्नुभयो। अन्त जब राम्रोसँगले हेर्दाखेरि चाहिँ यो त प्रभु हो भन्नुभयो हैन। अनि जब प्रभुलाई पत्रसले देख्यो कि प्रभु पानीमा हिँडिरहेको थियो भनेर, पत्रसको भित्र पनि एउटा चाहना भयो कि म पनि प्रभुसँग पानीमा हिँड्नु चाहन्छु, प्रभुको नजिक आउन चाहन्छु भनेर। अनि पत्रसले भन्यो, प्रभु म पनि आउन चाहन्छु भनेर। अन्त पत्रसलाई प्रभुले भने आऊ भनेदाखेरि चाहिँ ऊ पनि पानीमा हिँड्दै थियो। प्रभुलाई हेर्दा चाहिँ जब ऊ प्रभुलाई एकदम आई टु आई कन्ट्याक्टमा थियो, प्रभुलाई हेर्दै थियो, ऊ पानीमा राम्रै हिँड्दै थियो। तर जब उसको कानमा अचानक पानीको लहरहरू, समुद्रका लहरहरू, नदीका लहरहरू, आवाजहरू जब आउनु थाल्यो, ऊ डुब्न थाल्यो। ऊ डुब्दा उसले भन्यो, प्रभु मलाई बचाऊ भन्यो हैन। अनि प्रभु बचाऊ भन्दाखेरि चाहिँ प्रभुले चाहिँ आफ्नो हात बढाएर उसलाई बचाए। डुब्दाखेरि प्रभुले उसलाई बचाए। त्यसरी नै म पनि मेरो जीवनमा पनि म प्रभुमा विश्वासमा जब नयाँ विश्वासमा थिएँ, म प्रभुमा एकदमै दरिलो भएर हिँड्थेँ। तर जब मैले आफ्नो घरको परिस्थितिको अनुसार जब म घरबाट बाहिर निस्केँ, प्रभुको सङ्गतिदेखि अलग भएँ, प्रभुको उपस्थितिदेखि अलग भएँ, प्रभुलाई समय दिएन, म पनि संसारको पापको समुद्रमा डुब्नु थालेँ। जब म समुद्रमा डुब्नु थालेँ, मेरो पाप चाहिँ नि मेरो यहाँसम्म भइसकेको थियो। मलाई चाहिँ लाग्छ मेरो पापमा चाहिँ म यहाँसम्म डुबिसकेको थिएँ। तर एक दिन चाहिँ जब मैले हेरेँ यत्रो गरेर पनि केही पनि हुँदैन रहेछ हैन, तर पनि मेरो जीवनमा त्यत्रो काम गरेर पनि केही पनि हालातहरू चेन्ज भएन नि, म अझै पापमा डुब्दै गएँ। त्यसपछि चाहिँ मैले बुझेँ कि होइन, यो मेरोबाट केही त गल्ती हुँदैछ, म कहीँ त गलत छु। तब मैले सोचेँ कि के परमेश्वरले मलाई हेर्नु भएको छैन, के म प्रभुमा फेरिबाट अघि बढ्न सक्दिनँ भन्दाखेरि चाहिँ मैले आफ्नो मनलाई फर्काएँ। मेरो भित्र त्यो चाहना भयो। अनि मैले त्यो सङ्गतिलाई पहिला छोडेँ, त्यो कामलाई छोडेँ, त्यो सङ्गतिलाई छोडेँ, त्यो हालातहरूलाई छोडेँ, त्यो समयलाई छोडेँ। अनि म फेरि परमेश्वरसँग प्रार्थना गर्न थालेँ कि प्रभु, यदि तपाईँको इच्छा छ भने, मेरो जीवनमा तपाईँको कामको योजना छ भने, प्रभु मलाई यो पापदेखि चाहिँ बचाउनुहोस् भन्दाखेरि चाहिँ प्रभुले जसरी पत्रसलाई डुब्नुदेखि बचायो आफ्नो हात बढाएर हैन, त्यसरी नै परमेश्वरले मलाई पनि बचाउनु भयो। साँच्चै नै प्रभु धेरै महान छ। आज म
त्यो संसारमा नै हुन्थेँ नि त सायद म यसरी म गवाइदिन्थिनँ, यसरी तपाईँहरूलाई भन्थिनँ। परमेश्वरले मलाई जब म प्रभुको नजिक आउन थालेँ, फेरि मैले क्षमा माग्न थालेँ, परमेश्वरले गरेको उपकारहरूलाई मलाई याद गराउनु भयो। र साँच्चै नै प्रभु यति महान छ कि प्रभुले मेरो डरलाग्दो पापदेखि मलाई क्षमा गर्नुभयो र आज मलाई नयाँ जीवन दिएर प्रभुले फेरिबाट इस्तेमाल गर्नुहुन्छ। प्रभु साँच्चै महान हुनुहुन्छ। प्रभुले मुर्दालाई मात्रै जिउलाउनु हुँदैन, प्रभुले अन्धाहरूलाई मात्रै आँखा दिनु हुँदैन, हामी जस्तो पापीलाई पनि प्रभुले बचाउनुहुन्छ, फेरि मौका दिनुहुन्छ। वचनले भन्छ है, समय चाहिँ एकदमै खराब छ है, हामी परमेश्वरमा आगे बढ्नुपर्छ। संसारमा हेऱ्यौँ भने संसारमा हेर्दाखेरि चाहिँ चारैपट्टि होइन उज्यालो चकमक्क देख्छ, तर त्यो चकमक्कमा हामी जब हेर्नु जान्छौँ नि, त्यो बाहिरको रूप मात्रै हुन्छ चकमक्क, तर भित्रपट्टि चाहिँ पुरा अँधेरो हुँदो रहेछ। हाम्रो प्रभु येशू मात्रै हो असल ज्योति, ऊ जो छ त्यही नै छ, उसले देखावा गर्दैन। हाम्रो प्रभु महान हुनुहुन्छ, हाम्रो प्रभु अति महान हुनुहुन्छ। यदि हामी परमेश्वरको ज्योतिमा हिँड्यौँ भने हाम्रो जीवन चाहिँ चेन्ज हुन्छ। जसरी प्रभुले मेरो जीवन चेन्ज गर्नुभयो होइन, मलाई पापदेखि बचाउनु भयो, मलाई त्यस्तो डरलाग्दो पाप र सङ्गतिदेखि बचाउनु भयो, म प्रभुलाई धन्यवाद दिन्छु। एउटा मसी केटी भएर नराम्रो सङ्गतिकोमा गयो भने पनि मेरो व्यवहारले तिनीहरूको लाइफ चेन्ज हुनुपर्ने थियो, तर मैले चाहिँ के गर्दा पाप गरेँ भन्दा चाहिँ मैले चाहिँ तिनीहरूको लाइफ हेरेर मैले आफ्नो आफूलाई चेन्ज गरेँ। यहाँ मेरो गल्ती थियो। आज म परमेश्वरलाई धन्यवाद दिन्छु कि परमेश्वरले चाहिँ मलाई अझै गल्ती गर्नुदेखि चाहिँ बचाउनु भयो, अझै पाप गर्नुदेखि चाहिँ बचाउनु भयो, मलाई त्याग्नु भएन, मलाई छोड्नु भएन। जसरी मरियम मगदलिनीलाई होइन परमेश्वरले व्यभिचारी स्त्री थियो, उसलाई सबले ढुङ्गा हान्दै थियो होइन, तर एक मात्र प्रभु नै थियो उसलाई ढुङ्गा नहान्ने। अनि उसलाई प्रभुले के भन्यो, जसले ढुङ्गा हान्दै थियो उनीहरूलाई के भन्यो प्रभुले, यदि कसैले पाप गरेको छैन भने त्यसले मात्रै ढुङ्गा हानोस् भनेर। अनि सबको पाप लेख्नु थाल्यो, अनि उनीहरू डराएर त्यो ढुङ्गाहरू त्यहीँ फ्याँक्नु थाल्यो। आज परमेश्वरले पनि हामी जस्तो मान्छेहरूलाई होइन, हुनु त म त्यो स्त्री होइन, व्यभिचारिणी स्त्री होइन, तर हुनसक्छ हामीले अरू कुनै प्रकारले पनि व्यभिचार गरिरहेको थियो होला होइन, गरिरहेको छु होला। हाम्रो जीवनमा चाहिँ हामीलाई चाहिँ चेन्ज गर्ने चाहिँ प्रभु हुनुहुन्छ। म कुनै पैसाले कुनै धन दौलतले चेन्ज भएको होइन, म चेन्ज भएँ किनकि परमेश्वरले मलाई मेरो भित्रको गन्दा नराम्रो रूपदेखि प्रभुले मलाई चेन्ज गर्नुभयो। म प्रभुलाई धन्यवाद दिन्छु, प्रभुले मेरो जीवनमा उपकार गर्नुभयो। प्रभुलाई म धेरै धेरै धन्यवाद दिन्छु। र जति पनि भाइ बहिनीहरू प्रभुमा आएको छैन वा आएको छ, जसले आफ्नो मनलाई चेन्ज गरेर संसारप्रति फर्काएको छ, म तिमीहरूलाई भन्न चाहन्छु, प्रभु 2000 साल अगाडि पनि प्रभुले आफ्नो दुईटा हात बढाएर भन्नुभयो मेरो कहाँ आऊ। आज पनि क्रुसमा प्रभुले भन्नुहुँदैछ मेरो कहाँ आऊ। हामीले डरलाग्दो जस्तो पनि डरलाग्दो पाप गरे तापनि प्रभुले आज पनि हामीलाई क्रुसबाट बोलाउनु हुँदैछ, आऊ। हे बोझले दबेकाहरू, हे परिश्रम गर्नेहरू, म कहाँ आऊ। हे बोझमा दबिएका र परिश्रम गर्ने मानिसहरू, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। परमेश्वरले भन्नुको अर्थै यो हो। बोझ चाहिँ मात्रै संसारको कर्जाहरूको बोझ मात्रै होइन, पापलाई पनि बोझ भनिन्छ। पाप, यस्तो पाप जो हामीले आफ्नो हस्बेन्डलाई पनि सेयर गर्नु सक्दैन, हामी कसैलाई पनि सेयर गर्नु सक्दैन। हाम्रो जीवनको पापहरू, त्यो पापदेखि चाहिँ एकमात्र प्रभुले क्षमा गर्नुहुन्छ। प्रभुले नै हामीलाई हाम्रो बोझदेखि आजाद गर्नुहुन्छ। आउनुहोस् भाइ बहिनीहरू, प्रभु कहाँ आउनुहोस् र प्रभुको काममा आगे बढ्नुहोस्। प्रभुले हामीलाई स्वतन्त्र गर्नुहुन्छ, किनभने प्रभुले भन्नुभएको छ कि मैले तिमीहरूलाई स्वतन्त्र गरेको छु। हालेलुया। हामी स्वतन्त्र परमेश्वरको सन्तान हौँ। हामी फेरिबाट प्रभुमा फर्केर आयो भने परमेश्वरले हामीलाई फेरिबाट नयाँ जीवन दिनुहुनेछ। जो आशिष परमेश्वरले हाम्रो निम्ति राख्नु भएको छ त्यो सबै हामीले पाउनेछौँ। र
र हाम्रो जीवनबाट प्रभुको महिमा हुनेछ। यदि हुनसक्छ अलिकति गलत पनि बोले होला होइन, तर मैले आफ्नो जीवनको व्यक्तिगत गवाही दिँदैछु। हुन त अझै पनि धेरै कुरा छ भन्नु लागि, तर म सर्टमा यो भिडियोहरू बनाएर तपाईँ कहाँ राख्नेछु र तपाईँहरू प्रभुमा आउनुहोस्, फर्किनुहोस्, किनभने परमेश्वरले आज पनि बोलाइराख्नु भएको छ। सबैलाई जय मसीह। गॉड ब्लेस यू।